Let's go. Yeah. For those of you that want to know what we're all about, it's like this, y'all. This is 10% luck, 20% skill, 15% concentrated power of will, 5% pleasure, 50% pain, and 100% reason to remember the name. Fort Minor. ल फेरि पनि सम्पूर्ण साथीहरुमा दर्शन नमस्ते। हामी युनाइटेड नेप्लिज युथ सोसाइटी चाहिँ फेरि पनि आज भेला भइसकेको छौँ। तर हाम्रो कार्यक्रम चाहिँ अनौपचारिक रूपमा अलिक ढिलो भयो भने 9 बजे भने तापनि भर्खर 10:30 मात्रै बज्दैछ। नेपाली टाइम मात्रै टोलीहरु आउने क्रम जारी नै छ। हामी चाहिँ यहाँ सामान सब अनलोड गरेर हैन हाम्रो स्थलतिर जाँदैछौँ। तँ हुनुपर्ने क्या दाइ, के हो त्यसलाई स्कुटी क्या दाइ? अब सबै सुविधा नखोजौँ न अहिले। हाम्रो एक टोली चाहिँ हामी सामान ओसार्ने क्रम जारी भइरहेछ। है साथीभाइ छिटो आउनु पर्यो राम्रो मनाउनुलाई। यसपालको न्यू इयर नेप्लिज युथ सोसाइटीको युवाहरूको सामान बोकाइ जोस जाँगर अलिक मनाउनु पर्ने। युवाहरू नै पो हराए त हौ। जे भए पनि हाम्रो स्थल चाहिँ यस्तो रमाइलो छ है। युनाइटेड नेप्लिज सोसाइटीको चाहिँ आज हाम्रो दोस्रो एनिभर्सरीको भेलामा हैन भेला भइसकेको छ। औपचारिक रूपमा हाम्रो कार्यक्रम ढिलो भए तापनि अब चाहिँ एकदम निरन्तर भइरहेछ। यहाँनिर हाम्रो यता दाइ आजको मेन स्पेसल सेफ हुनुहुन्छ। उहाँ यता हाम्रो कार्यक्रम अर्गनाइजर दाइ हुनुहुन्छ। राफलको व्यवस्था गरेको कारण राफलको टिकट पनि धाउँ भइरहेछ। दिनेश हजुरको हामीलाई 2-3 जना जति यहाँ सपोर्ट टाइममा आउनु। यता चाहिँ हाम्रो टेन्टको चाहिँ आज अलिक यस्तै भयो कि गडबड भएको कारण अब चाहिँ धमाधम निरन्तरता। यता चाहिँ हाम्रो अध्यक्षज्यू आरामै हुनुहुन्छ नि। फेरि मन आइतिर पनि टाँगिएन हैन। अन्त आज सेफ के छ त हाम्रो आज खाना? यो खसीको भुटन चाहिँ एकदम स्पेसल छ भाइ। यो चाहिँ जिब्रोमै झुन्डिने खालको छ। ल ठिक छ है। अनि यता भाइ के छ त आज हाम्रो विशेष? आलुदम आलुदम रोटी भुटन। हाम्रो चाहिँ यो फर्स्ट ब्रेक हो है। सेकेन्ड ब्रेकमा फेरि अरू छ आइटमहरू। एकदम स्पेसल रोटी। गरम ल ब्रेक टाइम खान्न खाँदैछु। आजको हाम्रो कार्यक्रम चाहिँ केही समय ढिलो भए पनि यहाँ भर्खरै हाम्रो यता अग्रज माझीहरूको पनि यहाँ उपस्थित भइसकेको छ। यहाँ आज हाम्रो के अरे राफलको पनि यहाँ स्पोन्सर गरेको भनेर बोलाइदिने नि नाच्नेहरूलाई। त्यही त यो त धेरै राख्नु हुँदैन।
लाग्दैन काँचै मान्छेलाई पकाएर चलाउनु के हो ल बार्बिक्यू चाहिँ धममा दम पकौडा चाहिँ एकदम दामी भएको छ रोटी चाहिँ कहाँ छ रोटी यता मुनि हाम्रो इन्टरनेसनल सेफ हुनुहुन्छ त दिलीप गुरुङ यतिकै चाहिँ हुनुपर्छ कसलाई चाहिएको छ भने भन्नुहोस् सर लास्टमा यतिको बाक्लो रोटी चाहिँ हुनुपर्छ कि टर्कीबाट मगाएको हाम्रो अर्को सेफ हुनुहुन्छ टर्किस त्यो टर्किस एउटा थियो नि पहिला हाम्रो यसरी हाम्रो कलाकारहरूको पनि इन्ट्री भइसकेको छ यहाँ ल एकदम हुँदैछ यहाँ सेवारो नमस्ते र आज हामी एउटा ऐतिहासिक दिनमा छौँ र युनाइटेड नेप्लिज सोसाइटी युके एकीकृत नेपाली युवा समाज युकेको यो दोस्रो वार्षिक उत्सव तथा भेटघाट कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तथा होस्ट दिनेश लिङ्खिम। हामी एउटा ऐतिहासिक दिनमा छौँ आज र ऐतिहासिक दिनमा यहाँहरूको गरिमामय उपस्थितिप्रति हामी आभार व्यक्त गर्दै पुनः यहाँलाई न्यानो न्यानो स्वागत अभिवादन गर्दै हामी कार्यक्रमलाई अगाडि बढाउने जमर्को गरिरहेका छौँ र हाम्रो औपचारिक कार्यक्रम अत्यन्तै छोटो हुनेछ। त्यस पश्चात हाम्रो नाचगान लगायत म्युजिकल चेयर लगायतका कार्यक्रमहरू यहाँहरूमाझ हामी प्रस्तुत गर्नेछौँ। व्यस्त समयको बावजुद पनि यहाँहरूको गरिमामय उपस्थितिप्रति आभार व्यक्त गर्दै अब हामी कार्यक्रमतर्फ यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छौँ। मैले अघि पनि जानकारी गराइसकेको थिएँ कि यो औपचारिक कार्यक्रम अब सेफ्टी ब्रिफिङको लागि यसै संस्थाका सहसचिव राजन सिंह राईज्यूलाई सेफ्टी ब्रिफिङको लागि यो माइक्रोफोन ह्यान्डओभर गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू अनि यहाँ सम्पूर्ण उपस्थित आदरणीय आमाहरू माइजहरू दिदीबहिनीहरू मेरो साथीहरू दाइहरू सबैलाई एकमुष्ट नमस्कार छ। आजको कार्यक्रम सफल बनाउनको लागि हामीले सेफ्टीलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ, जुन चाहिँ हामी नेपाली स्टाइलमा यहाँ चलेर हुँदैन, अलिकति इङ्ग्लिस स्टाइलमै चलौँ। मुख्यतया यो पछाडिपट्टि अलिकति खतरा छ, यता धेरै अगाडि नजानु होला, यता लड्ने सम्भावनाहरू छ, सिस्नुहरू पनि छ, त्यसले फेरि गाह्रो बनाउन सक्छ यो साइड पनि। अनि फोहोर मैलाहरू जताततै नफालिदिनु होला। फोहोर मैला केही छ भनेदेखि हामीसँग त्यहाँ प्लास्टिक छ, त्यो प्लास्टिकहरूमा हालिदिनु होला, अथवा देख्नु भएन भने आएका छौँ। यहाँ सबैजना हामी व्यस्त हुन्छौँ, तर लाइफ इज अनसर्टेन, फ्युचर इज अनसर्टेन। कतिखेर के पर्छ कसलाई केही थाहा हुन्न, तर जसलाई नेपालीहरूलाई समस्या पर्छ त्यो समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने उद्देश्यको साथमा नै पक्कै यो संस्था स्थापना भएको हो। यो हामीलाई थोरै थाहा छ, तर अझ वास्तवमै एकीकृत युके अथवा एकीकृत नेपाली यो सोसाइटी किन स्थापना भयो त, यो गर्न जरुरी किन थियो त? विभिन्न सङ्घ संस्थाहरू छन् नेपालमा, तपाईँलाई थाहा छ है, तर पनि यो एउटा पृथक संस्था रहेको छ जसले मैले अघि पनि भने सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको नेपालीहरूलाई जोडेको छ, हिमालदेखि तराईसम्मका नेपालीहरूलाई जोड्ने काम गरेको छ यो संस्थाले। र यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य र अहिलेसम्म स्थापना पश्चात गरेका काम र भावी योजनाहरू के छन् थोरै जो आज हाम्रो इन्ट्री हुँदैछ यो संस्थामा जो नयाँ मेम्बरहरू हुनुहुन्छ उहाँलाई थाहा नहुन सक्छ र संस्था स्थापना सँगसँगै अहिलेसम्म गरेका कार्य र भावी योजना के छन् त संस्थाको प्रकाश पारिदिनको लागि म यसै संस्थाका चेयरम्यान अध्यक्षज्यू सुरेन्द्र थेबेज्यूलाई यो माइक्रोफोन ह्यान्डओभर गर्छु। र आज जति पनि मामामाइजीहरू, मामा त देख्दिनँ, साथीहरू दिदीहरू सुरु हुँदैछ नानीहरू मम्मीहरूसँग सर्वप्रथम यो आयोजना गरेको हाम्रो दोस्रो वार्षिक कार्यक्रमलाई सफल बनाइदिन आउनुभएको तमाम तपाईँहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। र हाम्रो उद्घोषकज्यूले तपाईँहरूलाई भनि नै सक्नुभयो मैले भन्ने कुराहरू। हामी चाहिँ युनाइटेड अथवा एकीकृत हुनको अर्थ चाहिँ हामीलाई चाहिँ जस्तोसुकै किसिमको समस्याहरू को लागि डट्नको लागि चाहिँ हामी एक भएर लड्नको लागि चाहिँ र एक आपसमा सहयोग गर्न
र हामीमा भएको समस्याहरूलाई चाहिँ एक आपसमा चाहिँ मिलेर समाधान गर्नको लागि चाहिँ यो संस्थाको जन्म भएको हो र यसको इन डिटेलमा चाहिँ अब यहाँनिर भन्दाखेरि धेरै लामो हुन्छ भविष्यमा तपाईँहरूले पनि सुन्नु सक्नुहुनेछ देख्नु सक्नुहुनेछ र करिब 2 वर्ष यता हामीले चाहिँ समाजमा रहेको विभिन्न समस्यामा परेको समस्याहरूलाई चाहिँ थोर बहुत रूपमा सहयोग भौतिक सहयोग नैतिक सहयोग र आर्थिक सहयोग चाहिँ हाम्रो हैसियतले गरिरहेका छौँ र त्योभन्दा ठुलो कुरा चाहिँ अहिलेको विश्व बदलिँदो अवस्थामा विभिन्न किसिमको समस्याहरू हाम्रो पारिवारिक विभिन्न समस्याहरूले हामी जकडिएको नाम वाचन मैले गरिसकेको छु। आज यो संस्थामा आबद्ध हुँदै हुनुहुन्छ मिलन राईज्यू, नवीन भण्डारी, त्यस्तै गरेर चित्रहाङ वनेम र गङ्गा लिम्बू, उहाँहरूलाई पनि अगाडि आइदिन हामी आग्रह गर्न चाहन्छौँ। उहाँहरूलाई हामी खदा लाएर सम्मान गर्दैछौँ। फोटो सेसन पनि भइरहेको छ। मैले नाम अघि पनि भने चित्रहाङ वनेम र गङ्गा लिम्बूज्यू, उहाँहरू पनि अगाडि आइदिनु होला। म हाम्रा अध्यक्षज्यू सचिवज्यू लगायत हाम्रा पदाधिकारीज्यूहरूलाई आग्रह गर्न चाहन्छु उहाँहरूलाई यो खदा लाएर यो संस्थामा स्वागत गरिदिनको लागि म आग्रह गर्न चाहन्छु। चिताङ वनेमको खोजी भइरहेछ यहाँ, प्लिज कृपया यता आइदिनु होला। गङ्गा लिम्बूज्यू उहाँहरू पनि आजबाट यो संस्थामा आबद्ध हुनुहुन्छ। त्यसै गरेर नवीन भण्डारीज्यू उहाँलाई पनि म अगाडि आइदिन आग्रह गर्न चाहन्छु र उहाँलाई यो संस्थामा हामी आग्रह गर्न चाहन्छौँ। स्वागत छ उहाँहरूलाई एकीकृत नेपाली युवा समाज युके यो संस्थामा उहाँलाई स्वागत छ। त्यस्तै गरेर चित्रकला गङ्गा लिम्बू उहाँलाई पनि यो खदाले सम्मान गर्दै स्वागत गर्ने कार्यक्रम रहेको छ गङ्गा लिम्बूज्यूलाई पनि। त्यस्तै गरेर चित्रहाङ वनेमज्यूलाई पनि हामी यो स्वागत गर्दैछौँ। उहाँलाई स्वागत छ यो हाम्रो एकीकृत नेपाली युके युवा समाजमा। जसरी थोपा थोपा मिलेर सागर बन्छ त्यसै गरेर इटा इटा मिलेर महल बने जस्तै हामी सबैजना एक एक गर्दै आज यो अवस्थामा छौँ। सुरुमा केही मेम्बरहरू मात्र हुनुहुन्थ्यो, त्यस पश्चात क्रमशः हामी बढ्ने क्रममा छौँ। नृत्यको लागि हाम्रा कलाकार भाइ बहिनीहरू पनि आउने क्रममा हुनुहुन्छ र म टेक्निकल सपोर्टमा रहनुभएका टेक्निसियन मित्रलाई पनि गीत तयारी अवस्थामा राखिदिन म आग्रह गर्न चाहन्छु किनकि घाम लागिरहेको छ। यो औपचारिक कार्यक्रम समापन पश्चात हामी थोरै सिफ्ट हुनेछ। अहिलेलाई भने स्वागत नृत्य प्रस्तुत गर्नुको लागि जोरदार तालीले सम्पूर्ण हाम्रो कलाकार भाइ बहिनीहरूलाई यो स्टेजमा स्वागत गरौँ। हामी यही मुना प्लस उहाँको टिमहरू हुनुहुन्छ, सम्पूर्ण टिमलाई हामी जोरदार तालीले उहाँलाई स्वागत गरौँ किनकि कलाकार भनेको पक्कै पनि एउटा देशकै अभिन्न अङ्गहरू हुन्। उहाँहरूले हाम्रो गीत सङ्गीतको माध्यमबाट नेपाली भाषा संस्कार संस्कृतिलाई संरक्षण सम्वर्धन गर्नुहुन्छ। मैले देखिरहेको छु विभिन्न उहाँहरू कल्चरल ड्रेसमा हुनुहुन्छ। सो जुन दिनसम्म संस्कार संस्कृति रहन्छ त्यो दिनसम्म मात्र हामी रहनेछौँ। जोरदार तालीले स्वागत गरौँ उहाँहरूको टिमलाई। स्पोन्सर गर्नुभएको छ उहाँप्रति पनि आभार व्यक्त गर्न चाहन्छौँ। त्यस्तै गरेर सुरेन्द्र थेम्बेज्यू, योगेन्द्र यक्षज्यू र योगेन्द्र तावाज्यू उहाँले स्पोन्सर गर्नुभएको छ। थ्याङ्क यू सो मच वान मोर टाइम। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा पनि पक्कै यसरी नै स्पोन्सर गर्नुहुनेछ भन्ने आशा एवं विश्वास पनि हामीले लिएका छौँ। अब हामी नृत्यतर्फ यहाँको ध्यान आकर्षण गराउन चाहन्छौँ। हामी अब जोरदार तालीले नृत्यको लागि स्वागत गरौँ सोनिया लिम्बूलाई। जोरदार तालीले पनि घुमेको कम्मरमा उठी बैन मारे मैले पहिलो नम्बरमा
तिमीलाई चौबन्दीले कति सुहाए कि माया तिमीलाई चौबन्दीले कति सुहाए कि झुम्केर बुलाकीले झनै राम्री देखे कि बछुरीले मुहार छोप्दा मार्यो नि मायाले मार्यो लखै मार्यो नि मायाले मार्यो ला 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 ला। आत्मा सबैको एउटै हुन्छ, धोका पाए जोसुकै रुन्छ, बुझ्नेले मात्र बुझेको हुन्छ आशको मूल्य कति हुन्छ। देखिन्छ यो खासै रुल्स त भनिराख्नु पर्दैन होला, यो हामीले नेपालमा पनि खेलिरहेको चिज हो। यसमा चाहिँ हाम्रो म्युजिकल अपरेटरज्यूले चाहिँ म्युजिक बजाउनु हुनेछ। जब म्युजिक बज्छ त्यो समयमा तपाईँहरू घुम्नुपर्ने हुन्छ र जब म्युजिक स्टप हुन्छ तपाईँले एउटा चेयरलाई ग्र्याब गरेर बस्नुपर्ने हुन्छ। अनि तपाईँहरू बहुत बधाई छ उहाँलाई, एकदमै टफ कम्पिटिसन भएको थियो। धेरै धेरै चिसो भेट तान्नुहोस् है, अब त एकदम चिसो भएछ। अब यो पछाडि के हो माइन्डसेट गर्दै हुनु। धेरै धेरै धन्यवाद। युनाइटेड नेप्लिज युथ सोसाइटी युकेको दोस्रो वार्षिक उत्सव तथा भेटघाट कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई फेरि स्वागत गर्दै पक्कै पनि यो कार्यक्रममा हामीलाई विभिन्न व्यक्तिहरूले विभिन्न महानुभावहरूले स्पोन्सर गर्नुभएको छ, उहाँहरूप्रति हामी आभारी छौँ। स्पोन्सरहरू क्रमशः हुनुहुन्छ, म उहाँहरूको नाम पक्कै नम्बर 9 कोहीसँग छ? लकी नम्बर 82 कसैको मिलो 82 मिलो ल आउनु नि प्राइस आउनुहोस् तपाईको 82 लिएर। टिकाराम राई यता ल त्यो त यार भेरी लकी हुनु रहेछ। ल हो तपाईहरु चाहिँ एकदम अब यो अन्तिममा पर्नु भएको छ हैन? को छ भन्ने कुरा थाहा छैन। मैले खेदाएको 2 वर्ष भइसक्यो, छेउ नै पर्दैन झन् मेरो त यहाँनिर। त्यो नम्बर हेर्दै गर्नु है, नम्बर जित्नु पर्यो, जित्नु पर्यो। यति नै हो यहाँ। महिला टोलीहरूलाई मात्रै हो। रामलको तेस्रो पुरस्कार विजेता अनि कस्तो अनुभव भइरहेछ तेस्रो पुरस्कार जितेर? तेस्रो पुरस्कार थप्दाखेरि एकदम हर्षित छु, खुसी छु। यहाँ हामी पक्कै पनि युथ यहाँको ध्यान आकर्षण गराउन चाहन्छु। सबै भेला भएर खुसी युनाइटेड नेप्लिज युथ सोसाइटी युकेको यो दोस्रो वार्षिक उत्सव तथा भेटघाट कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक न्यानो स्वागत अभिवादन गर्दै हामीलाई यो स्पोन्सर गरेर यो कार्यक्रममा सपोर्ट गर्नुभएको थियो भूपेन्द्र राईज्यू। कुमनको धुनमा टाढा पारी जुनमा मन चरी उड्यो मनै छोडेर यस्ता प्रतिभाहरूले यो संस्थालाई थप मजबुत बनाउनेछ यो आशा विश्वास लिएका छौँ। मुना प्लस उहाँको टिमलाई अगाडि आइदिनु म आग्रह गर्न चाहन्छु र यो प्रदान गरिदिनको लागि म हाम्रा चेयरम्यानज्यूलाई म आग्रह गर्न चाहन्छु। मुना लगायत उहाँको टिमलाई हामी प्रोत्साहन स्वरूप केही टिम लिडर आइदिए हुन्छ। सबैजना व्यस्त नै देखेँ मैले, एकजना आइदिनु होला। मुना प्लस उहाँको टिमलाई हामी
ले उहाँहरूको यो नृत्यलाई थप प्रोत्साहन स्वरूप यो पुरस्कार प्रदान गर्दैछौँ र प्रोत्साहन स्वरूप पुरस्कार वितरणको लागि म अध्यक्षज्यूलाई आग्रह गर्न चाहन्छु र फोटो सेसनको लागि पनि म उहाँलाई आग्रह गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो। थ्याङ्क यू सो मच फर योर टाइम उहाँहरूलाई। प्रदान गर्दैछौँ। अगाडि आइदिनु होला सोनिया लिम्बू, अगाडि आइदिनु होला। सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो कल्चरल ड्रेसमा। हाम्रो भाषा संस्कार संस्कृतिलाई जोडेना गर्दै उहाँले नृत्य प्रस्तुत गर्नुभएको थियो। आगामी दिनमा यस्ता कलाकारहरू पनि युनाइटेड नेप्लिज युथ सोसाइटी युकेले जन्माइसकेको छ, जुन निकै गर्वको विषय हो। र सोनिया लिम्बू उहाँलाई पनि हामी एकदमै आभारी छौँ। उहाँप्रति प्रोत्साहन स्वरूप उहाँलाई हामी यो पुरस्कार, सानो पुरस्कार प्रदान गर्दैछौँ। अध्यक्षज्यूलाई पनि धन्यवाद र सोनिया हाम्रा कलाकार बहिनी सोनिया लिम्बूलाई पनि धेरै धेरै धन्यवाद। म्युजिकलतर्फ यहाँको ध्यान आकर्षण गराउन चाहन्छु र म्युजिकलतर्फ एकदमै आजको अब सर्वोत्कृष्ट भन्नुपर्छ, आजको विनर भन्नुपर्छ हाङमा लिम्बू। बधाई छ उहाँलाई। म्युजिकलतर्फ विजेता बन्नुभएको थियो। उहाँलाई आकर्षक गिफ्ट टाइम हामी प्रदान गर्दैछौँ। अध्यक्षज्यूलाई यो प्रदान गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु हाङमा लिम्बू। बधाई छ उहाँलाई। कङ्ग्रेचुलेसन्स हाङमा लिम्बू। धेरै धेरै बधाई छ उहाँलाई। आगामी दिनमा यस्तै प्रतिभाहरू हामीले देख्न पाउनेछौँ पक्कै पनि। बधाई छ उहाँलाई। प्राइभेट लिमिटेड युके राजन सर लगायत पसल टिमलाई एकचोटि जोरदार ताली। युनाइटेडको मेम्बरहरूलाई 5% हरेक आइटममा डिस्काउन्ट रहेको छ, यो पनि जानकारी गराउन चाहन्छु। त्यसै गरी प्रसन्न राई उहाँको सम्मानमा एकचोटि जोरदार ताली। स्पोन्सर गर्नुभएको छ सुरेन्द्र थेबे सर, उहाँको लागि पनि एकचोटि जोरदार ताली। त्यसै गरी योगेन्द्र यक्से, योगेन्द्र तावा, नोगेन्द्र राई, प्रेम गुरुङ उहाँको सम्मानार्थ एकचोटि जोरदार ताली। उहाँले स्पोन्सर गर्नुभएको छ। थ्याङ्क यू सो मच। यहाँहरूप्रति हामी धेरै धेरै आभारी छौँ। धेरै धेरै धन्यवाद र यहाँको गरिमामय उपस्थितिप्रति आभार व्यक्त गर्दै अर्को वर्ष यो संस्थाले यस्तै कार्यक्रम, अझ प्रभावकारी कार्यक्रमहरू गर्नेछ, यो प्रतिबद्धता पनि हामी व्यक्त गर्न चाहन्छौँ। र अब भने केही आफ्ना महत्त्वपूर्ण भनाइहरू राख्दै यो कार्यक्रम समापन भएको घोषणा गरिदिनको लागि म आजका कार्यक्रमको अध्यक्ष तथा युनाइटेड नेप्लिज युथ सोसाइटी युकेका चेयरम्यान अध्यक्षज्यू सुरेन्द्र थेबेज्यूलाई यो माइक्रोफोन ह्यान्ड ओभर गर्दै म प्रस्तुता होस्ट दिनेश लिङ्गिम पनि उज्जवल गर्न चाहन्छु। थ्याङ्क यू सो मच। धन्यवाद सर दिनेश लिङ्किमज्यू। उहाँले हाम्रो सिङ्गो आजको कार्यक्रमलाई अर्कै एनर्जी दिएर उहाँको भूमिका निर्वाह गरिसक्नु भएको छ र आगामी दिनमा पनि तपाईँको यो एनर्जी हाम्रो युनाइटेडलाई चाहिरहेको छ। अब अघि सुरुमा पनि हामीले उल्लेख भइसकेकै अनुसार हामीले भन्नुभन्दा पनि हाम्रो सम्पूर्ण नयाँ आगन्तुक हाम्रो मेम्बर्सहरू र जति पनि हामी मेम्बर्समा रहेर चाहिँ आजको यो कार्यक्रम र योभन्दा अघिल्ला दिनहरूमा हामीले गरेको सबै योगदानहरू एकदम अविस्मरणीय, ऐतिहासिक, सम्झना लायक भएको म महसुस गरेको छु र आजको कार्यक्रम पनि पूर्ण रूपमा सफल हुँदै गरेको अवस्थामा सम्पूर्ण हाम्रो अग्रज माइजूहरू, दिदीहरू, बहिनीहरू र सानो नानीहरू, तपाईँहरूको यो उपस्थितिले आजको हाम्रो यो दोस्रो वार्षिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको तपाईँहरूलाई जानकारी गराउँदछु र आगामी दिनमा पनि तपाईँहरूको यो सहयोग, तपाईँहरूको साथ यो एकीकृत नेपाली युवा समाजले सदैव आवश्यक ठहर्छ र तपाईँहरूको यो साथ बिना हामी अगाडि बढ्न नसक्ने हुनाले तपाईँहरूको निरन्तर सहयोगको अपेक्षा गर्दै आजको यो कार्यक्रम सफल रूपमा भव्य रूपमा सक्सेस बनाउनको लागि सहयोग गरिदिनु हुने सम्पूर्ण एकीकृत नेपाली युवा समाजका सदस्यज्यूहरू, उपस्थित नहुनु भएका सबै सदस्यहरू र नयाँ आउने हाम्रो सदस्यज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद सहित आजको यो औपचारिक कार्यक्रम यहीँ विसर्जन भएको घोषणा गर्दछु। थ्याङ्क यू भेरी मच। धन्यवाद। संजोग होला
आज विविध समस्याको बावजुद हाम्रो निर्धारित समयभन्दा केही ढिलो कार्यक्रम सुरु भए पनि हामी हाम्रो तोकिएको समयमा नै हाम्रो कार्यक्रम सफल रूपमा सम्पन्न गर्न सफल भएका छौँ र यही शक्ति र साहसको साथ अर्को वर्ष पनि हाम्रो तेस्रो वार्षिक उत्सव मनाउनका लागि फेरि हामी उपस्थित हुनेछौँ र जति पनि हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा अर्को वर्ष पनि यस्तै रमाइलो क्षणको भिडियोसहित हाम्रो उपस्थिति हुने नै छ। थ्याङ्क यू, धन्यवाद।